So, hello friends, Assalamualaikum, Namaste, welcome back to my channel. It's me Nazima. Hope all of you are doing good and Alhamdulillah I'm also fine, but my voice changed. I don't know because of weather or what. So reason your voice changed भएको छ. And आज चाहिँ म आफ्टर अलिकति धेरै समयपछि नै भ्लग चाहिँ फाइनली म आजको भ्लग चाहिँ अपलोड गर्छु। बिचमा पनि मैले भ्लग बनाउने कोसिसहरू गरिरहेको थिएँ देखिँदा क्लिपले अनि म कता पो हराएँ। मैले पुरा कम्प्लिट गर्नै पाइनँ। त्यो मैले 2-3चोटिसम्म ट्राई गरेको थिएँ तर कम्प्लिटै भएन। बट नाउ आज चाहिँ म पुरा गर्छु। एन्ड आजको चाहिँ भ्लग हुनेछ ईदको भ्लग। एन्ड म चाहिँ बेसरमा छैन, तपाईँहरू सबैले थाहा छँदैछ। Now I'm married and I'm in husband's house. So my first Eid after my wedding, but he's not with me. ऊ छैन साथमा, त्यही भएर ठिक छ। आजको दिन कस्तो हुन्छ मेरो फर्स्ट इद हियर नट देयर त्यो हजुरहरूले म देखाउने छु। सो स्टेटिङ फर ड्याड म चाहिँ गोसल गरेर आएको अहिले चाहिँ म सबै कुरा तपाईँले आजको देखाउने छु। सो लास्टसम्म भिडियो हेरेर माया गर्नु होला। वेट मलाई म हजुरहरूलाई मेरो मेहन्दी देखाउँछु ल। यो चाहिँ मेरो फ्रन्ट साइडको मेहन्दी छ एन्ड ब्याक साइड चाहिँ यस्तो छ। अनि यो मेहन्दी चाहिँ गइसक्यो कि मैले यो मेहन्दी चाहिँ हिजो होइन अस्ति लगाएको थिएँ। अनि अब पानीहरू चलाउनु परिहाल्छ नि त, अनि मेहन्दी चाहिँ गइसक्यो। त्यो पनि आजको दिनसम्म रहिदिए भयो। सो अर्को हातमा पनि छ ल, अर्को हातमा पनि नर्मल सिम्पल लगाएको चाहिँ झन् यति लेफ्ट ह्यान्डले लगाएको आउने डिजाइन गर्ने आएन। त्यो पनि मेरो अलवेज यस्तै टाइपको हुन्छ। म हेभीवाला लगाउँदिनँ, मलाई नआएर होइन मलाई मन पर्दैन त्यसैले। सो म फेरि एकछिन आउँछु। Guys, I'm ready. You can see this is my full outfit. यसलाई यसलाई राम्रोसँग चाहिँ म अहिले देखाउँछु। तपाईँलाई कस्तो लाग्यो प्लिज कमेन्ट गर्नु होला। एन्ड हियर इज मेस, सो मच मेस है। यो चाहिँ अलिकति सम्हाल्छु म। एन्ड आज चाहिँ मेरो भोइसले अलिकति धोका दिइरहेछ। इट्स ओके, हाउ इज इट। एन्ड माई मेहन्दी, माई मेकअप टर्न सिम्पल लाइट मेकअप। एन्ड आफ्मा सेम मा फ्यामिली सँगै मैले रेडी गराइदिन्थेँ। यो लगाउने यो लगाउने त्यहाँ चहल पहल दिने चाहिँ म थिएँ। बट नाउ आइ एम नट देयर। सो मिस यु सो मच मम्मी बाबा। मेरो आएको अब ओके न आउनु यहाँ आउनु। यही यो चाहिँ अश्रफ हो दाइको छोरा। राम्रोसँग मैले पछि चिनाउँछु। सो के भन्छौ? अस्सलाम वालेकुम ईद मुबारक भन नि त। अस्सलाम वालेकुम ईद मुबारक। ओके म अहिले देखाउँछु ल सबैले। गाइस आइ एम रेडी। म चाहिँ अब रेडी भएर मस्जिद जाँदैछु। यहाँको मस्जिद देखाउँछु ल। म चाहिँ अब जान लाग्यो है, मस्जिद जान लागेको। दिदीहरू हुनुहुन्छ तपाईँले देखाउँछु ल यहाँको मस्जिद। फर्स्ट टाइम म पनि फर्स्ट टाइम जाँदैछु। यहाँ दिदीहरू हुनुहुन्छ। म चाहिँ आएँ यहाँबाट जाने रहेछ मस्जिद चाहिँ नि। म देखाउँछु ल यहाँको मस्जिद कस्तो छ।
मस्जिदबाट निस्केछौँ अनि हाम्रो फोटोसुट चाहिँ यो एरियामा भइरहेछ मोस्टली सबैजनाको फोटोसुटहरू अनि त्यसपछि सक्छौँ यो चाहिँ हनुमान बाइक होइन अहिले चाहिँ छोरा पहिला चाहिँ बाइक थियो भन्नु पऱ्यो है सो यहाँ थिएँ अब एकछिनमा हामी घर लान्छौँ फोटो चाहिँ मैले क्लिक गरेको छैन बिकज तिमीहरूको नाम के हो भन त आसिया अनि ताजिमा कतिमा पढ्छौ नि 6 कहाँ पढ्छौ बालज्योति अनि आदर्श ओके ल चल हो तिमीले हेर्छौ ल सबैलाई सलाम अनि ईद मुबारक भन त अनि इदी नि पठाइदिने भन इदी ल बाई बाई हामी चाहिँ अब घर फर्किँदैछौँ यहाँ चाहिँ मेरो अजिम छ अजिम तिम्रो नाम के हो मेरो नाम अजिम आज चाहिँ म फर्स्ट टाइम कसैसँग बोलिरहेको छु भने म मान्छे त कति राम्रो थियो आवाज त कस्तो रहेछ यसको भने होला तर मेरो भोइस मेरो रियल भोइस यस्तो छैन यु नो तर मान्छेले फर्स्ट टाइम देख्नेले चाहिँ भाइ मान्छे त ठिकै त्यही भोइस त भने होला नि त्यस्तरी भोइस गएको छ मेरो यही छोरोहरू यिनीहरू चाहिँ यिनीहरू तिनवटा अझै मेरो घरको बच्चाहरू देखाउँछु तपाईँलाई यति धेरै छ नि यो चाहिँ यहाँ इदी अस्मतको इदी कति भएछ भन त सबै यहाँ त इदी गर्न लान सो गाइज हाम्रो चाहिँ अलिअलि फोटो छतमै क्लिक गऱ्यौँ फोटोसुट चाहिँ त्यस्तो धेरै भएन विथ फ्यामिली अनि अब चाहिँ म चेन्ज गर्छु अनि त्यसपछि भेट्छु ल हेलो फ्रेन्ड्स हाम्रो चाहिँ यता पानी परेको छ एन्ड मैले त्यसपछि चेन्ज गरेर यो गेट अफ चेन्ज भइसक्यो म मेरो फुल आउटफिट देखाउँछु भन्ने सोचमा पनि थिएँ बट पानीले चाहिँ आज फोटोसुट पनि त्यस्तो राम्रो पनि भएन अनि त्यसपछि अवस्था त्यस्तै नै छ अब घरमा चाहिँ अलिअलि पाहुनाहरू आउनुभएको छ मैले त्यता साइडमा चाहिँ मैले देखाइनँ नेक्स्ट टाइम इन्सल्लाह देखाउँछु अहिले चाहिँ अलिकति कम्फर्टेबल फिल गरिरहेको छैन ब्लगको लागि द्याट्स वाइ एन्ड 9:30 लागिसक्यो गाइस अब बल्ल अब एकछिनमा खाना खाने अहिले म खुलिरहेछ इन्भाइरोमेन्ट चाहिँ कस्तो मतलब अहिले चाहिँ कस्तो सफा स्काई चाहिँ कस्तो देखिरहेछ अब चाहिँ हामी चटपट बनाएर खाना चटपट आवाज देखाएपछि भोलि ठ्याप्पै हुन्छ मेरो आवाज गाइज आज चाहिँ दिन पानी परेर त्यस्तै नै भयो त्यस्तो रमाइलो दिन पनि परेन र अहिलेको समय त्यस्तो रमाइलो पनि छैन त्यस्तै भइरहेछ एन्ड म चाहिँ नि मेरो फोटो क्लिकै भएको छैन कि त्यसैले यसो अब इभिनिङ भयो पनि फोटो क्लिक गर्नु पऱ्यो भनेर आएको तर वेदरले पनि साथ दिइरहेको छैन लाइटिङ अब बेलुका इभिनिङमा त त्यस्तै हो सो यो सर्ट एन्ड स्विट ब्लग चाहिँ म यहीँ इन गर्न चाहन्छु सो ईद मुबारक टु एभ्री वान जसले चाहिँ मेरो भिडियो हेर्नुभएको छ र मेरो भिडियोको वेटिङमा हुनुहुन्छ मलाई यति धेरै माया गरिरहनु भएछ थ्याङ्क यू सो मच फर योर लभ सपोर्ट एन्ड ईद मुबारक टु एभ्री वान एन्ड डोन्ट फर्गेट टु लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब माई च्यानल म मेरो भिडियो चाहिँ कन्टिन्यू गर्छु भन्ने कोसिस गरिरहेको छु तर मेरो केले पो साथ दिइरहेको छैन त चाहिँ मलाई आफैले थाहा छैन म हराइरहेको छु कता हराएको छु थाहा छैन हराइरहेको छु म आफैलाई खोज्दैछु इन्सल्लाह म चाँडै खोजेर फेरि पहिला जसरी कन्टिन्यू गर्छु एन्ड भोइस त तपाईँलाई थाहा छ मेरो भोइस त्यस्तो छैन तर मेरो भोइस चाहिँ नि केबाट गयो त्यो पनि थाहा छैन सो अर्को भिडियो नआउनेसम्म यो भिडियो लिएर यति धेरै माया दिनु होला अनि यहाँ छ मसँग अशरफ र अजिम छ सो बाई बाई भन्नु बाई बाई ईद मुबारक भन सबैलाई ईद मुबारक यो चाहिँ मेरो छोराहरू है छोराहरू चिन्नु ल अर्को ब्लगमा पनि आउँछ यिनीहरू ओके बाई बाई